आदरणीय मतदाताहरू, विशेष गरी पहिलो पटक भोट दिन लाग्नुभएका जेन्जी साथीहरू, निर्वाचनको मौन अवधि सुरु हुन लाग्दैछ। अब प्रचार हुँदैन, भाषण हुँदैन, तर सोच्ने समय छ। एकपटक सम्झनुहोस् त, भाद्र 23 र 24 गतेका ती काला दिन जहाँ निहत्था कलिला बालबालिकामाथि गोली चल्यो। के हामीले फेरि त्यस्तै दिन दोहोरिन दिने? अब सोच्नुहोस् त, 2084मा हुने चुनाव 2082मै किन हुँदैछ? किनकि देशमा राजनीतिक अस्थिरता बढ्यो, जनताको विश्वास कमजोर भयो, बढ्दो बेरोजगारी, व्याप्त भ्रष्टाचार र नातावाद, दैनिक 1500 देखि 2000 सम्म युवा विदेशिनु पर्ने बाध्यता, यी सबै कारणले जनतामा चरम असन्तुष्टि बढ्यो। जब शासनप्रति भरोसा घट्छ, जब युवाको भविष्य विदेशको टिकटमा निर्भर हुन्छ, त्यति बेला चुनाव समयभन्दा अगाडि आउँछ। यो केवल प्रक्रिया होइन, यो सङ्केत हो। अब प्रश्न उठ्छ, के हामी फेरि उही गल्ती दोहोऱ्याउने वा नयाँ निर्णय लिने? म पनि एक जेन्जी नागरिक हुँ र तपाईँलाई यही भन्छु, भोट हाल्नु अघि एकपटक शान्त मनले सोचौँ। कुन व्यक्ति साँच्चीकै देशका लागि काम गर्न सक्छ? भावनाले होइन, विश्लेषण गरेर निर्णय गरौँ। आफ्नो मताधिकारलाई पूर्ण रूपमा प्रयोग गरौँ, किनकि सही निर्णयले मात्रै सही भविष्य बनाउँछ। थ्याङ्क यू फर वाचिङ।